नेपालमा निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ र कोलाहल सिर्जना नभएको भन्न सकिँदैन। ठुला बाचाहरू, चर्का भाषण र पार्टी र व्यक्तित्वका बारेमा अनन्त बहसहरू। यही कोलाहलका बीच मेरो वान अफ द अल टाइम फेभरेट सिरिज द वेस्ट विङ रिवाच गर्दै थिएँ। यो सिरिज हेर्दै गर्दा एउटा सानो तर महत्त्वपूर्ण प्रश्न मनमा उत्पन्न भयो। डेमोक्रेसीमा कस्तो नेता चाहिन्छ र हामी कस्तो नेता चाहन्छौँ? हुन त प्रेसिडेन्ट जेड बार्टलेट एउटा काल्पनिक पात्र हुन् र फिक्सन र रियालिटी एउटै हुँदैन भन्ने कुरामा मान्छु। यद्यपि डेमोक्रेसी अपेक्षामा आधारित हुन्छ। सिरिजका जेड बार्टलेटका केही क्वालिटिजहरू हाम्रो भावी नेतामा भइदिए कस्तो राम्रो हुन्थ्यो होला है भनेर सोच्दै थिएँ। जस्तै ज्ञानको सम्मान, उनी विज्ञहरूको आफ्नो टिमको कुरा सुन्छन्, उनी मोरल करेज राख्छन्, उनी पोलिटिकली सेफ भन्दा एथिकली राइट डिसिजन लिन्छन्, सुविधाभन्दा सिद्धान्त रोज्छन्। र यसबाट प्रष्ट हुन्छ कि चुनाव जित्नु एउटा कुरा हो, तर निष्ठापूर्वक शासन गर्नु अर्को कुरा। इन्स्टिट्युसनप्रतिको सम्मान उनमा देखिन्छ। व्यवस्थाभन्दा ठुलो नेता हुँदैन भन्ने कुराको आभास उनले दिलाउँछन्। उनी एम्पथेटिक छन्, ह्युमिलिटी राख्छन्। जवाफदेहिता कमजोरी होइन, यो त लोकतान्त्रिक विश्वसनीयताको आधार हो भन्ने कुरा उनले प्रस्तुत गर्छन्। हामी चुनावको नजिक पुग्दै गर्दा प्रश्न कसले जित्छ भन्ने मात्र होइन, कस्ता गुणहरूलाई हामीले पुरस्कृत गर्छौँ भन्ने पनि हो। भनिन्छ नि, डेमोक्रेसी रिफ्लेक्ट्स इट्स पिपल। सो एकपटक सोच्नै पर्छ, व्हाट डज आवर एक्सपेक्टेसन अफ लिडरसिप से अबाउट अस।